जो नयाँ उदा हुनुभएका राजनीतिक चेत सहितका जुन युवाहरू हुनुहुन्छ तपाईहरू र हिजोदेखि हामी काम गर्दै आएका मैले नै अगुवाई गरेको 10 वर्षदेखि गरेको नयाँ शक्ति उज्जवल थापाजीले अगाडि बढाउनु भएको विवेकशील साझा पार्टी पछि उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी र गत निर्वाचनको बेलामा उदय हुनुभएका बालेन्द्र शाह हर्क साम्पाङ लगायतका जो व्यक्तिहरू हुनुहुन्छ र पछिल्लो चरणमा जो नयाँ पुस्ता अगाडि आएका छ तपाईहरू चाहिँ एक ठाउँमा आउने अथवा सहकार्य गर्ने वातावरण तपाईले बनाउनु पर्छ। सकेसम्म मिल्नेहरू जतिले देशका खास एजेन्डामा केन्द्रित भएर एउटै शक्ति बनाउने त्यो खास एजेन्डा भनेको के हो भने अहिलेको जुन संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान छ त्यसमा टेक्ने, योभन्दा पछाडि फर्कने होइन। यसमा टेकेर कति थप्न सकिन्छ थप्ने, यसमा सहमति कायम गर्ने अर्थात् गणतन्त्र, संहिता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र यी जुन आधार स्तम्भ छन् यसलाई साझा बिन्दु मानेर चाहिँ वैकल्पिक शक्तिहरू तपाईहरू सबै एक ठाउँमा आउने चाहिँ प्रयत्न गर्नुहोस् र कथम कदाचित एक ठाउँमा आउन सकिन्न भने सहकार्य गरेर मोर्चाबन्दी गरेर एउटा अल्टरनेटिभ एलायन्स गरेर पनि त्यहाँ जान पनि सकिन्छ।